हेलो गाइज, सबैजनालाई मेरो नमस्कार अनि सबैजनालाई मेरो भिडियोमा स्वागत छ। र आज चाहिँ म तोरीको साग टिप्न गइरहेको छु बारीतिर साथीहरू हैन। म चाहिँ बोजेहरूको बारीमा चाहिँ साग टिप्न गइरहेको छु। अहिले एक्लै छु साथीहरू। अघि नै बोजेहरू चाहिँ सबैजना आइसक्नु भएको रहेछ हैन, टिपेर पनि गइसक्नु भयो बोजेहरू चाहिँ। अनि म चाहिँ बिहानै मलाई पनि बोलाउनु भएको थियो बोजेले चाहिँ, तर म चाहिँ बिर्सेछु मैले चाहिँ। अनि म चाहिँ अहिले यसो सुँगुरलाई पनि सोत्तर थिएन। हाम्रो चाहिँ सुँगुरले कति धेरै हिलो बनाएर चाहिँ बसिरहेको छ। अनि म चाहिँ अब सुँगुरको लागि सोत्तर पनि काट्नु पर्यो अनि अलिअलि के अरे साग पनि टिपेर ल्याउनु पर्यो भनेर चाहिँ मैले साग टिप्न आइरहेको छु साथीहरू। तर साग चाहिँ फुल्नु आँटिसकेको रहेछ। ल साथीहरू, म चाहिँ अहिले साग टिप्दैछु। त्यही हो, मेरो सोत्तरको भारी चाहिँ यहाँ छ। सोत्तरको भारी चाहिँ यहाँ छ। अब म चाहिँ बोकेर हिँड्नु आँटेको है। यहाँ चाहिँ बाँसघरी छ नि त। अनि बाँसघरीमा चाहिँ सबै मछेट आउँदो रहेछ। अनि मछेटले मलाई टोकेर मार्नु आँट्यो। अब म चाहिँ यहाँ भारी पनि थोरै भयो साथीहरू। उस सुँगुरलाई त हो भारी चाहिँ थोरै छ है। बाटोमा मान्छेहरू पनि हाँस्छ होला मेरो भारी देखेर। ल साथीहरू, मैले चाहिँ भारी बोकेँ है। अब यो सुँगुरले हिलो पारेर है, सुँगुर हिलो पारेर यस्तो हिलो भइरहेछ। त्यही भएर म चाहिँ सोत्तर काटेर आइसकेको छु अहिले घरमा।